को है सबै तयार भइसक्यो अझै छिटो भयो कि त्यसलाई मिलाउला राम्रो छ आज विशेष केही पाक्दैछ हाम्रो गाउँमा यहाँ सुटिङ भइरहेको छ त्यसमा कलाकारहरू यहाँ हुनुहुन्छ हाम्रो सुमन नयाँ कलाकार हाम्रो खगे भाइ त हिरो भइहाल्यो होइन यहाँ हेर्नु न मेरो नमस्ते खगे भाइको पनि सिन छ अरे यहाँनिर चट्टसँगले अहिले हामी ठ्याक्कै यो हाम्रो हात्तीलेदामा 6 बिघा घरमै छौँ अनि केही भूमिकामा छिन् हाम्रो बहिनी बमी पनि केही भूमिकामा छिन् अनि उयो गर के पऱ्यो पानी देऊ त अनि तयारी भइरहेको छ सोन कस्तो फिल भइरहेछ एकदम नर्भस खालको फिल भइरहेछ फर्स्ट टाइम होइन ठिक छ कमन उयो भइहाल्छ उहाँ छ क्या अर्को सजिलो भइहाल्छ उहाँ छ क्या अर्को प्रयास गर्दैछ यहाँ तयारी हुँदैछ है ल हाम्रो लुकेन क्यामेराम्यान यता हुनुहुन्छ हाम्रो याङबो अफिसियल मित्र कान्छी कस्तो लागिरहेछ तिमी त गरिरहेको होइन तर पनि ठिकै छ अब केही पाक्दैछ जेठासँग पर्यो अरे रोल चाहिँ जेठासँग मिलेको छ तर अब के रोल कुन रोल भन्ने चाहिँ अब यो अब रिलिज भइसकेपछि थाहा हुन्छ होइन यस्तै छ केटाहरू आफै कलाकार पनि केटाहरू आफै हो अनि यहाँनिर के भन्छ यो यताउति गर्ने पनि सबै आफै हो क्या केटाहरू यो हो सङ्घर्ष भनेको ठिक छ उज्जवल भविष्यको कामना छ कस्तो लागिरहेको छ भाइ तपाईँको भगमा आउँदाखेरि हिरो फिल भयो होइन जस्तै तिम्रो कामहरू हेरिरहेको छु क्या मैले सोचेको थिइनँ तिमीले यतिको गर्न सक्छौ भनेर होइन एकदम अझै उन्नति प्रगतिको कामना छ तिमीलाई धन्यवाद मेरो दाइलाई सबैले साथ सपोर्ट गरिदिनु होला केमा आउँछ दाइ हाम्रो तिमी ह्यान्डसम पनि छौ यार याङबो अफिसियल याङबो अफिसियलमा सबैजना सेयर यसो लाइक गरिदिनु होला कान्छी पानी देऊ न अनि चिसो होइन ठिक्कको अब हाम्रो खगे भाइको सुट हुँदैछ क्या यहाँनिर बाफ्रे ए हो ल सुटिङ यस्तरी हुँदैछ म एकछिनपछि हाम्रो यो याङबो अफिसियलका हाम्रो सञ्चालक मित्रसँग लगभग निर्देशक पनि उहाँ नै हुँदो रहेछ उहाँसँग एकछिनपछि केही कुरा गर्नेछु लोकेसन चाहिँ यो आज म यो हाम्रो याङबो अफिसियल च्यानलका हाम्रा प्रोपाइटर दाइसँग शरण दाइसँग थोरै कुरा गर्न चाहन्छु दाइ यो के हुँदैछ यहाँनिर नमस्कार हजुर के हुँदैछ खुलाउन मिल्नेसम्म खुलाइदिनु होला नयाँ बाटोको भाग 3 को सुट हुँदैछ यहाँनिर हजुर यहाँ तपाईँ डाइरेक्टर तपाईँ नै हो अहिले मैले नै गरिरहेको छु कथा सबै तपाईँको निर्देशन लेखन सबै ल ठिक छ अब यसको यो कन्टिन्यू भइरहनु पर्यो यो गइरहनु पर्यो हामीले पनि हेरिरहेछौँ कि राम्रै छ तपाईँहरूको प्रयास होइन अब ठिकै छ थोरै 2 शब्दमा के भनिदिनुहुन्छ ठिकै छ अहिले अब यहाँ गरिरहेछौँ तपाईँहरूको सबैको मायाले गर्दाखेरि हामी अब धेरै लामो एपिसोडसम्म जान पाऊँ सबैले माया गरिदिनु होला धन्यवाद ल ठिक छ सबैले माया गर्नु पऱ्यो है याङबो अफिसियलमा यो नयाँ बाटो सिरिज बनिरहेको छ आज त्यसैको सुटिङको क्रममा म पनि यहाँ ठ्याक्क बाटोमा हिँड्दाखेरि आइपुगेको छु सबैले साथ सपोर्ट माया गरिदिनु होला हस्